नमुना यो दुईटा सिकाउ भने छैन। यो रोड पनि भाइरल रोडकै अन्तर्गतमा पर्छ। पहिला सुरुमा भाइरल भएको रोड चाहिँ आउँदैछ। यहाँदेखि पोल बनाउने व्यवसाय सुरु भएछ क्या अनि दामी हो क्या एउटा पोललाई उसको लागि आफ्नै एउटा पोललाई 70-80 रुपियाँ कति पर्छ क्या यो आफ्नैको लागि गरेर राख्ने कि यिनीहरूले खै भोक लागेर क्या दामी पेट दुखाएको छ यार। भोक लागेर क्या खतरा पेट दुखाएको छ। के खानु हावा खाइरहेको छु। अहिले खायो भने फेरि अझ कचोटो भइहाल्छ। साँझ खाना सकिन्न। यहाँ म खाइहाल्छु। बुङ्गुरको मासु छ हिजोको नखाऊ बुङ्गुरको मासु। ए म तेल त मलाई के खाने नखाने केही भन्नु नि त यार। अब कोलेस्ट्रोल छ भनेर के अरे थाइरोइड छ भनेपछि थाइरोइड छैन कि मायाबाट बार्ने खाने लगतिर नै क्याल्सियम र भिटामिन डी चाहिँ अनिवार्य त्यो लिनु पर्यो। सफिसियन्ट रहेनछ क्या इन्सफिसियन्ट रहेछ कि यो चाहिँ अल्डाडा है अल्डाडा यो त्यो भाइ चाहिँ नि हाम्रो प्रिन्स राजकुमार घर यतैतिर हो क्या कता यतैतिर हो। अब ठ्याक्कै मलाई के थाहा घर चाहिँ ठुलो सुरुमा भाइरल भएको रोड है भाइरल रोड सुरुमा भाइरल भएको अघिको त्यो भाइरल रोड पार्ट 2 हो। यो चाहिँ पार्ट 1 हो। त्यो रिटर्न्समा पर्यो क्या। कस्तो रेकर्ड भएको छ भन्ने कुरो हो। दामी भयो होइन प्रो होइन नि त रेकर्ड गरेर खास यो प्रो चाहिँ हेलमेटको माथि भयो भने चाहिँ हाम्रो टाउकोले दायाँ बायाँ यो त्यो भनेर देखाउन सजिलो हुन्छ नि त। किन्दैन त नि त्यो क्लिप यार। अब हेर्नुहोस् यो चाहिँ फर्स्टमा भाइरल भएको रोड चाहिँ यतैतिर है यो है मान्छे भिड लाग्ने घुइँचो लाग्ने ठाउँ चाहिँ यही हो। हेर्नुहोस् यही हो सुनसान छ। भाइरल रोड हो भाइरल भयो भाइरल रोडले न्याय पायो त अवश्य पनि पाएको छैन भाइरल रोडले। अहिले हेर्नुहोस् कुकुरहरू भड्किरहेका छन् यहाँ। यो चाहिँ एकदम पुरानो हाम्रो खोलाको ब्रिज हो जो आउँदैछ। 15-16 वर्ष पहिला यो बाटो हिँड्दाखेरि चाहिँ डर नै लाग्ने टाइपको थियो। यो ब्रिज चाहिँ एकदम पुरानो हो। साइको पार्ने खालको ब्रिज हो यो। अहिले यो चाहिँ हाम्रो खोला हो है। जतिर खेतीपाती भइरह यो तरकारी खेतीहरू यहाँ चाहिँ भव्य तव्य रूपमा हुन्छ। यता लेफ्ट साइडमा चाहिँ पोल्ट्री फार्महरू छ। पोल्ट्री फार्महरू पनि भव्य तव्य हिसाबको छ। सानोतिनो होइन कि डेन्जरै छ। यो चाहिँ हामी खैरी आइसकेका छौँ। नारायणपुरदेखि माथिको ठाउँ खैरी। यो चाहिँ टमाटर खेती हो। खेती हुन्छ यहाँ चाहिँ एउटा पोल्ट्री फार्म यता पनि छ खेतीपाती। यहाँ पोल्ट्री फार्म छ। यहाँ अन्डाहरू पार्ने कुखुराहरू छ। अन्डा पारेर भइसकेपछि 1000 मा 2वटा कि एउटा पाइन्छ। यो चाहिँ सेल लाग्यो भने चाहिँ कुखुराको होइन र सिक्दै हुनुहुन्छ क्या हौ स्कुटै होइन। हेर्नुहोस् यो तरकारी खेती पनि यता पनि छ। यो ठाउँमा चाहिँ तरकारी खेती राम्रो छ व्यवसाय।
खैरीमै छ म चाहिँ खैरीमा बसेर मेरै बाटो सन्ध्याकालीन सुरुवातसँगै हामी चाहिँ अब यता खैरी क्रस गर्दैछौँ हामी चाहिँ हाम्रो अफिस जाँदैछौँ बराइदेखि अर्को हेर्नुहोस् यो पनि भव्य तव्य रूपमा चलिरहेको तरकारी ठाउँ हो यो ताजा आफै टिपेर दिन पाइन्छ यहाँ बजार मूल्यभन्दा सस्तो नै पर्न जान्छ हजुरलाई फ्रेस पनि पाउनुहुन्छ यो चाहिँ नारायणपुरदेखि अलिकति माथि आउनुभयो भने भइहाल्छ हामी चाहिँ यहाँदेखि राइट लिन्छौँ खैरा जाने सर्टकट सिधा गएपछि नारायणपुर पुगिन्छ योबाट चाहिँ सर्टकट खैरा जाने बाटो हो अब यहाँ सुकुटी पनि भन्छ अर्ग्यानिक सुकुटी ओरिजिनल के को सुकुटी पाउँछ हामी प्लटिङ एरियातिर छिर्दैछौँ सर्टकट लिँदैछौँ यहाँतिर पनि जग्गाको भाउ दियो तपाईँले पाइहाल्नु होला 1.5 लाखसम्म पाउनुहुन्छ कि 1.20सम्म पाइहाल्नुहुन्छ होला मिटरको हुन्छ फेरि यहाँतिर हिसाब किताब युट्युब च्यानल नाम भन्दैको तिमीले हजुर त्यति 79 सब्सक्राइबर छ भ्याट्टै भेटिन्छ नि फेरि ठाउँको ठाउँमा गएर रविन रब हान्यो भने त फेरि युट्युब च्यानल के हो रविन सबै रविन रबमै छ यो चाहिँ हाम्रो तल गर्नुपर्छ दर्शन क्लास चाहिँ एउटा ब्रिड छ खाते टाइपको तर यो चाहिँ अलि राम्रो चाहिँ हेल्दी छ ज्याङ्गु छ त्यो पुरै तेरी हो तोरीबारीबाट छिर्दैछौँ हामी त लाइसेन्स चाहिन्न बाटो पनि चाहिन्न तोरी छिन्ने कार्यक्रम गरिराख्नु भएको छ त्यहाँका हाम्रो छरछिमेकीहरूले सबबाट हालिदिनु छ सानैदेखि सरकार हानेर यो अवस्था भएको छ के गर्नु ठिकै छ बाख्रा पाल्नु नि भइरहेको छ फेरि हाम्रो दाइको यो शिवदायको बाख्रा पालन